ए अझैसम्म लब परेन हो कि होइन केटा ए यो भाग्यले यदि गरेन ए बिहानदेखि फेसबुकमा खोज्दा नि ए मेरा बुढी पछि लाउलान् भनेको सेधै भोलि बुढा पछि लाएर मरे एकछिन हे शिव तिम्रै नाममा शङ्ख बजे ठाम ठाममा सबैले हातमाथि नाममा शङ्ख बजे ठाम ठाममा शिव तिम्रै नाममा शङ्ख बजे ठाम ठाममा हरि मेरा पाल्पा पूर्व खोला कि मगर्नी आइनौ तिमी पुर्खेमा आउँछन् भनेर वा सेतै फुलेकीले लाली लाएर एकछिन नो डिस्टर्ब टकिङ इङ्ग्लिस नो डिस्टर्ब हो कि होइन ए पोखरा पृथ्वी यो भाइको लपर्या हो गोठैमा हाम्रो भण्डारी सर के अरे मैडम मैले बोल्तिर हो नि के भण्डारी त्यही त तँ भाइको पनि गोठैमा आइज क्या हो एकचोटि केटाहरूको लागि है ए पोखरा पृथ्वी चोकैमा चुप्प खान मन लाग्छ अलि ओठैमा भन्ने आज शिवरात्रि दिन त शिवजीलाई हो कि होइन शिवजीले पार्वतीलाई पार्वतीले शिवजीलाई एकैछिन नो डिस्टर्ब ओके ब्ल्याक चस्मा यस यस पुरै भाङमा होइन नि त ए मेरा भाइ यिनी कहाँ गयो नि गुल्मी धुरकोट गयो क्या खै एकचोटि गुल्मीका को छैन हात उठाउँ त पाल्पाका अनि स्याङ्जाका ए तिमीलाई स्याङ्जाली हो एउटा गीत गाइदिन्छु नि नाच्छ त आज शिवको दिन हो भगवानको मन्दिरमा छौँ एकचोटि हाम्रो शिव महादेव कि अलि जय भनेको कौनाले 100 भनेर जेरी अरे कसले खायो 100 रुपियाँ जेरी यहाँ तल त बस्नै नसकिने भयो ओहो के छ आऊ आउनुहोस् माथि जाऊ आउनुहोस् तपाईँ त पण्डित हो नि होइन गोतियर माथि ए बाबु आमा खै 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 शिवसित होला आज आमा जति आमा जति शिवसित भनेको यता फेरि घत परेछ ए ओरे आउनुहोस् न ओरे अहिले यहाँ यताउता हेर्नुहोस् न यताउता यसरी कसरी अहिले उता हेरेर हेर्नुहोस् न उताबाट यता आउनु ए यता चक्कर रहेछ मैले यसो पत्ता लगाउन खोजेँ को हुनुहुन्छ एकचोटि सबैभन्दा पहिला आज शिव भैया के मरेको मर्ने बेला के भन्छ नि बुढाले थाहा छ मलाई एउटी केटीको नम्बर माउदेऊ अरे गाँको लाने बेला भयो तिम्रो र मेरो घर छैन ए फुलो बर कपाल तर यिनका घर राम्रो नेटवर्क छ होला टुप्पी जो यति लामो रहेछ के छ अरु सब ठीक छ अरु सब ठीक छ नि जो चेन लाउनुहोस् चेन जकेटको भनेको उहाँ तल छामिरहेछ सायरी आऊ भाइ आऊ आउनु एउटा सायरी सँगै भाइ र यहाँ आउनु प्लिज भाइ मैले माया गरेर बोलाएँ आऊ आऊ हो यो भाइले एउटा सायरी भन्यो के यो भाइलाई देख्दाखेरि कति मन पलाएको छ वाह वाह वाह
तर व्हाट इज योर फादर पुट इज योर नेम के भन्यो इंग्लिश भाइले बुझ्दैन होइन तिम्रो नाम तिम्रो बाले के राखे भनेको ओ माय गॉड मैं लभ यु मिलो इंग्लिश मिलो तिम्रो इंग्लिश र मेरो इंग्लिश उही ठुटे इंग्लिश एउटा गजल भन्छु वा वा भन्ने है खरानीको डल्लोको दरबार हुँदैन वा वा वाह वाह यो भाइलाई बाख्राले दिन्छ यार यस्तो राम्रो गरेर नि भाइले वा वा आज हाम्रै खरानीको डल्लोको दरबार हुँदैन टिनको पातोको तरबार हुँदैन ख्याल गर है फेसबुक चलाउने केटाकेटी हो फेसबुकमा परेको लभले घरबार हुँदैन भनेको यहाँ सेतै फुलेकाले पनि वा वा अरे भाइ डिस्को हान्ने ल ल रोक न तिमीलाई डिस्को लगाइदिन्छु क्या मैले ल ल्याऊ के भयो मेरो बुढी पहिला गई तिम्रो बुढी पहिला गई तिम्रो गएपछि मेरो दोस्रोमा गई अचाल बुढाले बुढीलाई हाँस्नु गरे हुन्छ तिम्रो बुढी पहिला खासी मेरो त घाटातिर गई तिम्रो अर्कासित हो ल ल यसलाई पनि भाङ्ला हारेछ भाइ गोदियार ल अब रमाइलो गरौँ यहाँ आमाहरू पनि हुनुहुन्छ आज शिवको महिना छ वर्ष पिछेमा आउने यो श्री स्वस्थानी पछि आउने शिव भगवानको पूजा गर्ने दिन आज शिवरात्रि हो कि होइन हजुर शिवजीको महिना सबैले है ए शिवजीको महिना भक्त म चाहिँ कोही छैन ए शिवजीको महिमा भक्त म चाहिँ कोही छैन हरिलाई एकचोटि भगवानको नाममा ताली बजाऊँ पर ल अब नो डिस्टर्ब सिट डाउन प्लिज हियर ओके ल अब यहाँ ठुलिया पनि आउनु आएको छ ओ गएर खुट्टा राइली लहरोवाला घेरौँलोवाला हो हेलो हेलो यो भन्दा त यही चक रहेछ म्याडम आउनुहोस् मेरा सर प्लिज आउनुहोस् होइन तपाईँलाई सँगै उम्मिएको आज त शिव र पार्वती भयो यता आउनु यता आउनु अब साट ल्या त्यो ए छोरो म्याडम म्याडम सर छोरो ल एउटै परिवार ल आऊ आऊ यो छोराको अनुहार त बासित मिल्दैन आमा गोरो ए छोरो ल ल ठिकै छ यो खास यति मोटो के खुवाएर हुनुहुन्छ उहाँ यो अरू त सब ठिक रहेछ म्याडम उहाँको दिमागमा समस्या हो आँखा बिग्रे आँखा लाउने टाउको बिग्रे टाउका लाउने अनि छाती बिग्रे चस्मा छातीमा लाउने किडनी बिग्रे कम्मरा लाउने ल म्याडमलाई त्यहाँ राखेर मैले तपाईँ यो भाइको बसाइ अहिले त्यहाँ देख्नु आएको छ खालि यसो किन रहेछ फेरि अहिले गरेछ यो हात यसो गर्नु गर्नु त सुन रहेछ नि त 3 लाख त लाग्यो एकचोटि जिस्क्याएर भए पनि हुटिङ गर्छौँ त त्यो देखाउनलाई चाहियो कि हाम्रा गाउँमा पुसमा एउटी दिदीले 1 तोलाको सिग्री किनिदिएछ छोराले गाउँ डुलो कसैले सिग्री लगाइछस् भन्दैन पछ्यौराले छेकिया छ एक दिन त बुढीले आउलिया लगाइछ टपरी खुट्न लागेन सिग्री कसैले देखेनन् भनेर कस्तो चिलाएको देखियो नि त यो सिग्री ल कस्तो राम्रो एउटा नाच गरौँ है आया को साझा चाहिँ हो ए निर्णायक ओहो पुरै सेतो यही मात्रै प्यालो ल आज यसो गरौँ त निर्णायक हो तपाईँ एकचोटि सल्युट हान्नुहोस् हान्नु नि होइन धोल्लो छ कि आयो अलि झ्याप हानौँ त तपाईँ
पल्टन्या हो होइन पल्टन्या पनि दुई थरीको हुन्छ के एउटा आर्मीको पल्टन्या अर्को हल्का खाएर बाटा पल्टन्या पल्टन्या होइन खुट्टो पाउनु उचाल्ने रहेछ यो दाहिने 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 खुट्टो करिया कुकुरले उचाल्छ ल ठिकै छ एउटा प्रतियोगिता गरौँ यसमा पुरस्कार छ प्रथम पुरस्कार आलु द्वितीय पुरस्कार पिडालु तृतीय पुरस्कार चाहिँ लालु म्याडमलाई ल्याइदिनु हुन्छ ल 1 2 3 आदेश हो सुरु मैले जे भन्छु त्यही अनुसार है सबैले एकचोटि हल्ला गरेर ताली बजाउँ त सुरु आदेश हो मैले जसो गर्छ धाइया पत्ताला धाइया पत गरौँ न गरौँ धाइया पत्ताला यो बिचको सरलाई पाएको रहेछ एकचोटि उहाँहरू आयोजक मध्येको हुनुहुन्छ सबैले हातमाथि गरेर ताली बजाइदिनु होला यहाँको आयोजकहरूका लागि हुन्छ त्यहाँ गएर बस्नु होला अब धेरै लामो समय गर्न पनि हुन्न समय छोटो पनि छ थोरै मेरा गीत पनि छन् थोरै हाँस्न पनि पर्यो हो कि आइन ठोली यहाँ बुढा बामा आउनु भएको छ पुर्खेबा आऊ भनेपछि एउटा गीत तपाईँले सुनेको गीत छ छोरो पायो बुहारीलाई ए छोरी पायो जगोइलाई ए हामीलाई मात्रै हो कि यस्तो हुन्छ सबैलाई हामीलाई मात्रै हो कि यस्तो हुन्छ सबैलाई यो विशेष आमाहरूको लागि है ए जेठी छोरी दुख्याई हो ए कहिल्यै सुख पाइथिन ए दुखमा हुर्के कि हो राम्रोलाई थिइन एकचोटि आमाहरूको लागि ताली बजाइदिनुहोस् यो पानी मरुवा श्री थियो तिहारी आमासितको अब त्यो गीत भन्दा पनि अर्का गीत पनि छन् मेरो सुन्नु भएको थियो मैले गाउँछु है त सुन्नु भएको थियो नै नभए सँगसँगै गाउनु पर्छ एउटा गीत थियो के भनी ए आउ के बुटोल ए तै गरमला ए के बुलकारमा नुवा कोट छ ठमला असाध्यै बढ्या छ चिसो चिसोमा त मोयाकै साथ सुन्नुभएको थियो अनि अर्को एउटा गीत थियो मलाई फेरि मन पर्छ उदी गाउँघरतिर पाक्या छन् बेलौती गयो तिहार दसैँ झोला बोकेर हिँडेमा पानी झोला बोकेर हिँडेमा पानी सुन्नुभएको थियो अनि अर्को गीत थियो एउटा के अरे घरका आँखाका नानी हामी देउरानी जेठानी सुन्नुभएको थियो अनि एउटा के गीत थियो पञ्चेबाजा दारी पाल्या दोकाले केटाले नजर लायो 10 वर्ष जेठाले पहिला गुलमेली अहिले बटौली मान्छे खान्दानी भन्ने जान्दानी बिहे गरेपछि बल्ल पत्याउली अब थोरै एउटा गीत सुनाऊ अनि थोरै हाँसौँ समय कति हुन्छ त्यसपछि त्यही अनुसार लगाउला हुन्छ हुन्छ भने एकचोटि हल्ला गरौँ त हो तर यहाँ हाम्रो बसन्तजी हुनुहुन्छ ए भुवनजी हुनुहुन्छ उहाँ हाम्रो लच्छु विश्व सर प्लिज उहाँ फेरि यति खतरा मान्छे हो नि यति खतरा मान्छे हो नि चस्मा लाउनुहुन्छ लाउनुहोस् त हो अब खोल्नुहोस् त अब टी सर्ट खोल्नुहोस् उहाँले त भर्खरै बुङ्गाइ हो यति ज्ञानी मान्छे अनुशासित मान्छे यो भाइ तपाईँ कहिले अहिले हालचाल काठमाडौँ जानुभएको हो होइन पहिले नै गर्ने त्यही त गएको बेलामा 100 को 3 जोड हैछ उठाएको नयाँ मजा देखाउनलाई यसरी यसो हेरेको यसरी ल ठिकै छ प्राविधिक मित्र एउटा गीत छ खै गुल्मीको कति हुनुहुन्छ हल्ला गरौँ त हो पालपाली ल पहिला पालपाली अहिले बटौली पहिला गुल्मेली अहिले बटौली जहाँ भने पनि भो प्राविधिक मित्र यो ट्र्याक लगाइदिनु होला त्यो भन्दा पहिला एउटा थोरै हाँसौँ क्या है
हाँस्ने हो एउटा गीत चेक गर्छु है त ए मलाई पल्ला रे काइलाले बर केटाकेटी रहेछन् बर यहाँ ताराबाजी मामा आए भनेर स्कुलमा पढाउँछन् घर जाँदा मामा बाइक लिएर आउँछ परीक्षा प्रश्न आउँछ मामा केमा आए स्कुलमा पढाएको घोडा आए घर आउँदा बाइकमा आए त्यही भएर यो कविता यही अनुसार लागम ताराबाजी लै लै मामा आए बाइकमा माइजो आइन् पछाडि लाकी रहेछन् साडी चक्लेट ल्याइन् क्याडबरी भाँच्यो प्याक मुखभित्र क्वाप हो कि होइन मेरो बच्चा बच्चीका गीत पनि छन् सबैले सुन्नुभएको थियो स्कुल जानी बेला भो नानी भात सेलाइ सको होइन र खानी ए मेरी नातिनी होइन मातिनी मेरी नातिनी ताली बजाएर चाप ए नभन्या मान्छ नभन्या खान्छ केही भनौ भने लातले हान्छ मेरो नाति भयो नजाति मोबाइल समाउने टेन्सन बनाउने पहिला जाति हो साह्रै माथि यो ज्ञानी छोरो रहेछ प्राविधिक मित्र यो ट्र्याक प्ले गरिदिनु होला तपाईँहरू नाच्न खोजे जस्तो पनि बुझिएको छु मैले सबैजना नाच्नुपर्छ है आज यो नाच्ने हो एकछिन म्याडमलाई लगाएँ है मैले है अन्यथा लाउनु नि नजर जुद्यो भेट भयो टुप्लुकै भेट भयो टुप्लुकै रुपै रहेछ ढलाउने पोक्लोकै ए पहिला घुलमेली अहिले बटौली ए मान्छे खान्दानी ए भन्ने जान्दानी ए बिहे गरेपछि बल्ल बटौली ए मान्छे खान्दानी ए भन्ने जान्दानी ए घरबार जोडेपछि बल्ल बटौली ए घरबार जोडेपछि बल्ल बटौली यही हो र यहाँको जोड अब साथ पर्दैछ नाच्दै जाउँ त खै सबैजना खै त यहाँ बिचबिचमा त उठेको खै एकदमै हातमाथि गरेर यसो गरौँ त खै सबैले यता जानु ठुलो निदर्शी इफनको सारीमा इफनको सारीमा नजर अडिए झैला छ दारीमा ए पहिला घुलमेली अहिले बटौली मान्छे